नमस्ते टासिदेलेक फ्याबुला छाजलो खाम्रिमु म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस महत्त्वपूर्ण भिडियोमा म स्वागत गर्दछु है। र आजभन्दा केही हप्ता अगाडिदेखि चाहिँ मैले गौतम बुद्धको जीवनी को बारेमा चाहिँ मैले भाग गरेर चाहिँ तपाईहरुलाई भन्ने प्रयास गरिरहेको थिएँ र आजसम्म मैले 3 वटा गौतम बुद्धको जीवनीको बारेमा 3 वटा भाग 3 सम्म मैले भिडियो बनाइसकेको थिएँ भने आज हो भाग 4 र आज चाहिँ तपाईलाई म कुन विषयमा भन्न चाहन्छु भन्दाखेरि जब गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुभयो त्यसपछि उहाँले किन चाहिँ 7 हप्तासम्म चाहिँ प्रवचन दिनु भएन अथवा धर्मको विषयमा कसैलाई पनि किन चाहिँ धर्मको बारेमा प्रवचन दिनु भएन भनेर त्यसको बारेमा भन्ने प्रयास गर्नेछु है। र अब जब 35 वर्षको उमेरमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेर चाहिँ उहाँ गौतम बुद्ध हुनुभयो। अब आफूले धेरै समयदेखि खोजिरहेको जुन परम सुख प्राप्त गर्ने शिक्षा थियो त्यो शिक्षा चाहिँ गौतम बुद्ध आफूले प्राप्त गर्नु भए तापनि अरु अब कसलाई भनौं भनेर चाहिँ उहाँ अलि अल्मलिनु भएछ है। किन भन्दा उहाँले जुन शिक्षा प्राप्त गर्नु भएको थियो त्यो शिक्षा चाहिँ कुनै साधारण शिक्षा थिएन है। र त्यो परम सुख प्राप्त गर्ने शिक्षा यानी एकदमै गहिरो र एकदमै फराकिलो शिक्षा थियो रहेछ। र अब त्यस्तो अब त्यो चाहिँ हामी जस्तो एउटा साधारण व्यक्तिमा चाहिँ बुझ्ने क्षमता नभएको है, बुझ्ने क्षमता नभएको कारणले चाहिँ अब बुद्धले कसैलाई पनि त्यो परम सुखको बारेमा अब कसरी परम सुख प्राप्त गर्ने भन्ने त्यो कसैलाई पनि त्यो त्यसको बारेमा केही नभनेर चाहिँ बस्नु भएछ। अब त्यसबेला गौतम बुद्धले भन्नुहुन्छ कि टिबेटनमा यस प्रकारको छ, साब्सी टोडल यसल धुमाजे तिजी ताबी छेसिक तागिङे सोला तेङ्ग्याङ कोवर मनिबे मिमा नगदब निदो नेबर छ भनेर भन्नुभएको छ। यसको अर्थ के हो भन्दाखेरि चाहिँ अब मैले चाहिँ एउटा अमृत जस्तो एकदमै गहिरो र एकदम फराकिलो शिक्षा चाहिँ मैले प्राप्त गरेको छु। तर अब यो शिक्षा चाहिँ यो संसारमा कसैलाई पनि यो शिक्षा बुझ्न सक्ने क्षमता नभएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ अब कसैलाई पनि केही नभनिकन कसैसँग पनि नबोलिकन चाहिँ म एकदम ध्यान गरेर बस्छु भनेर चाहिँ भन्नुभएको। र अब उहाँले अब केही समयको लागि चाहिँ उहाँले कसैलाई पनि धर्मको बारेमा केही कुरा भन्नु भएन। र बोधगयामा जहाँ चाहिँ अब गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको थियो त्यो बोधगयाकै वरिपरि चाहिँ उहाँ ध्यान गरेर बस्नु भएको। र अब आज पनि हामीले त्यो बोधगयामा हामी गयौं भने हामीले राम्ररी हेर्यौं भने चाहिँ अब बुद्धत्व प्राप्तिको 7 हप्ताभित्र बुद्ध कहाँ चाहिँ बसेर चाहिँ तपस्या गर्नुभएको थियो अथवा ध्यान गर्नुभएको थियो। त्यो 7 हप्तामा चाहिँ बुद्धले चाहिँ एक हप्ता गरेर चाहिँ भिन्न ठाउँमा तपस्या गरेर अथवा ध्यान गरेर बस्नु भएको थियो। त्यो ठाउँ हामीले बोधगयामा हामीले अहिले पनि हामीले दर्शन गर्न सक्छौं है त। र अब बुद्धत्व प्राप्त गरेर पनि अब प्रवचन नदिनु भएपछि स्वयं ब्रह्मा भगवान हुनुहुन्छ नि देवता, स्वयं ब्रह्मा आफै आउनु भएर चाहिँ बुद्धलाई अब तपाईले अब हामीलाई प्रवचन दिनुहोस् भनेर चाहिँ अनुरोध गर्नुभएछ। तर बुद्धले मान्नु भएन रहेछ। अब दोस्रो पल्ट ब्रह्माले आफूसँग इन्द्रलाई पनि सँगै ल्याउनु भएछ र उहाँहरू दुवैजना गएर चाहिँ बुद्धलाई अब हामीलाई धर्मको प्रवचन दिनुहोस् भनेर अनुरोध गर्नुभएछ। त्यो बेला पनि बुद्धले मान्नु भएन रहेछ है त। अब त्यसरी चाहिँ 3 चोटिसम्म चाहिँ अनुरोध गरेपछि बल्ल बुद्धले अब ल ठिकै छ भनेर चाहिँ स्वीकार्नु भएछ। र अब टिबेटनमा हामीले ढुक्पा छेसी भन्छौं
यानी टिबेटन महिनामा 6औं महिनाको 4 गतिको दिन गौतम बुद्धले वाराणसीमा खोर्ङा देसाङ्बो यानी गौतम बुद्धका 5 शिष्यहरूलाई चाहिँ देख्नु भएछ र उहाँहरूलाई बोलाएर चाहिँ धर्मको पहिलो प्रवचन चाहिँ त्यो बेला दिनुभएको। र जब यो गौतम बुद्धले पहिलो प्रवचन यानी धर्मको पहिलो प्रवचन के दिनुभएको थियो भनेर चाहिँ त्यसमा म छुट्टै भिडियो बनाउने छु है। र जब गौतम बुद्धले यो आफ्नो 5 शिष्यहरू यानी खोर्ङा देसाङ्बोलाई धर्मको पहिलो प्रवचन दिनुभएको थियो, त्यो प्रवचन सुन्ने बित्तिकै 5 शिष्यमध्ये कसैले ढाचोम्बा अथवा अर्हत प्राप्त गर्नुभएछ। अर्हत भनेको चाहिँ ढाचोम्बा भनेको चाहिँ मनमा भएको सबै क्लेशहरूबाट मुक्ति हुनुभएछ। र भने पहिलो प्रवचन सुनेर कसैले 5 शिष्यमध्ये कसैले ढाचोम्बा अर्हत प्राप्त गर्नुभयो भने कसैले 5 मार्गबाट दर्शन मार्ग प्राप्त गर्नुभएछ र कसैले सम्भार मार्ग प्राप्त गर्नुभएछ। र त्यही बेला चाहिँ संसारमा पहिलोपल्ट चाहिँ कोन्छुक्सुम यानी त्रिरत्नको सुरुवात भएको रहेछ। त्यो बेला मात्र सुरुवात भएको रहेछ है त। र त्यसपछि चाहिँ गौतम बुद्धले राजगृह, गृद्धकूट पर्वत है, श्रावस्ती, कोसला, वैशाली जस्ता धेरै ठाउँहरूमा चाहिँ उहाँले धर्मको प्रवचन दिनुभएको रहेछ। र जे होस् गौतम बुद्धले आफ्नो जीवनकालमा 29 वर्षसम्म चाहिँ उहाँले राजकुमारको जीवन बिताउनु भयो है। र त्यसपछि 6 वर्षसम्म घोर तपस्या गर्नु भएपछि 35 वर्षको उमेरमा चाहिँ उहाँले बुद्धत्व प्राप्त गर्नुभयो। र त्यसपछि 80 वर्षको उमेरसम्म चाहिँ उहाँले 45 चोटि बर्खयाम पूजा यानी यार्ने भन्छौँ हामीले समर रिट्रिट गर्नुभएको थियो। र त्यसरी चाहिँ उहाँले आफ्नो जीवनभरि धेरै ठाउँहरूमा चाहिँ आफ्नो परिनिर्वाण नहुनेसम्म चाहिँ उहाँले चाहिँ धर्मको प्रवचन गरिरहनु भएको थियो रहेछ है त। अन्तमा म के भन्छु भन्दाखेरि चाहिँ हामी जति पनि हामी बुद्ध धर्म मान्नेहरू छौँ, हामीले चाहिँ बुद्ध जयन्ती हामी सबैले बुद्ध जयन्ती त हामी सबैले मान्ने गर्छौँ हामीले है। बुद्ध जयन्ती भनेको चाहिँ हामीलाई थाहा छ। तर बुद्धको आफ्नो जीवनकालमा बुद्ध जयन्ती मात्र नभइकन बुद्धका धेरै खास दिनहरू धेरै छन्। त्यो खास दिनहरू के हो त्यो हामीले बुझ्नु पर्यो है। र बुझेर मात्र भएन कि त्यो दिन चाहिँ हामीले कसरी चाहिँ त्यो दिनलाई हामीले मनाउने है, पूजा गर्ने है, बुद्धका सूत्रहरू पढ्ने है, आफैले पढ्न सक्नुहुन्छ है, अथवा लामा गुरुहरू बोलाएर पढ्न सक्नुहुन्छ है। र जे होस् त्यो दिन, त्यो गौतम बुद्धको त्यो खास दिनहरूमा चाहिँ हामीले सकेसम्म धेरैभन्दा धेरै पुण्य कमाउने कार्यहरू गर्न सक्यौँ भने एकदमै फाइदा हुन्छ है त। र यसपालिको यो 2026 सालमा चाहिँ बुद्धले पहिलो प्रवचन दिनुभएको दिन चाहिँ कहिले परेको छ त भन्दाखेरि चाहिँ यही महिनाको यानी जुलाई महिनाको 18 तारिक यानी शनिबारको दिन चाहिँ बुद्धले पहिलोचोटि प्रवचन दिनुभएको दिन चाहिँ त्यो दिन परेको छ है। आज 15 तारिक हो, भोलि पर्सि निको पर्सि 18 तारिक चाहिँ बुद्धले पहिलोचोटि प्रवचन दिनुभएको दिन चाहिँ त्यो दिन परेको छ। त्यो दिन चाहिँ हामीले सकेसम्म धेरैभन्दा धेरै पुण्य कमाउने है, कुकर्म यानी अरूलाई मन दुखाउने, अरूको चित्त दुखाउने, अरूलाई हानि पुर्याउने कामहरू नगर्ने है, र सकेसम्म धेरैभन्दा धेरै पुण्य कमाउने। हजुर, र आजको यो भिडियोमा चाहिँ मैले तपाईँहरूलाई गौतम बुद्धले पहिलो प्रवचन कहिले दिनुभएको थियो, घाँटीमा के अड्क्यो, आजको यो भिडियोमा चाहिँ गौतम बुद्धले पहिलो प्रवचन कहिले दिनुभएको थियो र साथै बुद्धत्व प्राप्तपछि 7 हप्तासम्म किन चाहिँ उहाँले प्रवचन दिनु भएन भनेर त्यसको बारेमा चाहिँ मैले
यो भिडियो बनाएको थिएँ है। आशा गर्दछु तपाईँहरूले कुनै कुरा 1-2वटा कुरा जान्नुभयो होला भन्ने आशा गर्दछु र भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। फेरि पनि यस्तै भिडियो तपाईँहरू सामु ल्याउनेछु है र भन्दै हस्त नि धन्यवाद।